अज्ञश्च श्रद्धानश्च संशयात्मा विनश्यति नायम लोकस्ति नपरो नसुकम संशयात्मा भन्छ। सके आफूले चाहिँ गर्ने हो, नसके केही गर्न लागेकोलाई हामीले केही न केही भए पनि टेवा दिनुपर्छ भन्ने भावनाबाट ओतप्रेत हुनुहुँदैछ हजुरहरू। उहाँहरूप्रति चाहिँ पुनः उहाँहरूको त्यो भावनालाई मैले एकदम हृदयदेखि नै कदर गर्दै सम्मान गर्दै आउटपुटको बारेमा होइन यसका चाहिँ लाक्षणिक रूपमा के हुन्छ त भन्ने बारेमा कमसेकम अरू हाम्रो पछिको जेनेरेसनले पनि त केही थाहा पाउने भयो। मैले त ठिकै गरेर रहेछु नि, कमसेकम मैले ठिकै गरेर रहेछु, कमसेकम मेरा पछि नि हिँड्ने कोही रहेछन् है, म ठिकै म ट्र्याकमै रहेछु भन्ने उहाँलाई पनि एउटा चाहिँ आत्मा अनुभूति भओस्। आज चाहिँ यो औँसीको दिन यो पितृलाई सम्झेर चाहिँ पितृदेवो भव होइन, यो प्रतिको हाम्रो चाहिँ सोच, यो प्रतिको हाम्रो चाहिँ के त भन्दाखेरि चाहिँ लगाव भावना। हामी त एउटा चाहिँ हिन्दुइजम गर्ने मान्छे हो, अनि हिन्दुइजमको लागि चाहिँ यो भनेको त यो अप्राप्य चिज गर्नुभएको छ। त्यसको लागि मुरी मुरी धन्यवाद। उहाँको अवस्थालाई चाहिँ थोरै भए पनि उहाँहरूको अन्तरात्माले चाहिँ कमसेकम त्यहाँ पुगौँ। अनि दिनै केही पनि नसके नि कमसेकम चाहिँ यो आइजले उहाँलाई एउटा ऊर्जा त थपियो, अरू केही पनि नभए नि उहाँको आत्मालाई एउटा थोरै ऊर्जा त थपियो।